एक्मीको सबैभन्दा राम्रो चाहिँ के हो यो ग्रिनेरी हो आई लभ द मस्ट होइन अब हाम्रो कलेज छुटे पनि यो चाहिँ उसको फोन हो हैन उसलाई चाहिँ मतलब छैन उ ब्याडमिन्टन खेलिरहेछ ऊ ब्याडमिन्टन खेलिरहेछ तर उसको फोन हामीले हाइजेक गरिदिसक्यौँ अब हामी चाहिँ होइन हाम्रो दुबईबाट आउनुभएको साथी स्पोर्ट्स विकको लागि भनेर होइन स्पोर्ट्स विक अब कति हप्ता चल्ने हो भन्ने कुरा हो एक हप्तामा सकिँदैन जस्तो This is our last sport week in this college and I'm gonna miss my college so much. Our block B, our block A and all. Let's see our multi-purpose hall. यहाँ चाहिँ अब अघि गेमहरू भइरहेको थियो स्पोर्ट्स चेस लुडो एन्ड अल अनि अब चाहिँ एकछिनमा हुन्छ कि हाई हाई के भयो छैन छैन अनि भोलि चाहिँ यहाँ पब्जी हुन्छ फर स्योर सो चाहिँ हामी ग्राउन्डमा जान्छौँ है त ग्राउन्डमा गएर पनि के भइरह लेट्स सी वाट्स ह्यापनिङ ओभर देयर ब्याडमिन्टन ओभर देयर एन्ड lots of people are playing football cricket सक्यो भर्खरै क्रिकेटर्सहरू त्यहाँ बसिरहेछन् This is the blueprint of our Acme Engineering College and कलाएमा पिक गरिहाल्छ है त अब चाहिँ हामी फुटबल म्याच हेर्न आइसकेका छौँ यतापट्टि अनि अफकोर्स दिस आर द प्रिभियस रोज अनि यो चाहिँ हल्का प्र्याक्टिस हुँदैछ अनि उता चाहिँ प्लानिङ एन्ड प्लटिङ हुँदैछ होइन अनि दे आर आई डोन्ट नो वाट आर दे डुइङ एन्ड हि इज लस्ट इन हिज वन वर्ल्ड and of course I don't know most of the people but let's see free चाहिँ खेल्छ अनि देनी चाहिँ जिन्दगी भनेर चल्दै गर्छ तर म्याच चाहिँ जित्नै पर्छ है हाम्रो सेमले मोस्ट प्रब्ली जसले जित्यो नि एक्मीले नै हो अस्तिमा जस्तो इन्टर कलेज भयो नि ल हो भन्नु होइन बाइ द वे आई लभ दिस रोज that as well. अब चाहिँ त्यही जानुपर्छ जस्तो छ अगाडि गएर नेटले अलिकति हामीलाई डिस्टर्ब गर्यो सो अब त्यही गएर एज अ रेफ्री वी निड टु रिप्रेजेन्ट आवर कलेज सो लेट्स गो एक्मीको सबैभन्दा राम्रो चाहिँ के हो यो ग्रिनेरी हो आई लभ द मस्ट होइन अब हाम्रो कलेज छुटे पनि म तिमीलाई एकदमै धेरै माया गर्नेछु एक्मी सबैजना हुन्छ होइन Sports week. हाम्रो कोच हिरो मान्छे म 1 2 3 वेलकम हामी चाहिँ स्कोर हेर्न जान्छौँ है त हाई रेफ्री हाउ आर यु very fine गुड हियर इज आवर स्कोरबोर्ड सो मी This is our goal scorer Prakash Oli एक गोल CR लेखेर शेयर सबैको CR इज सबैको CR ल फेरि सुरु हुँदैछ है त डेनिस भाइ आज हाम्रो स्पोर्ट्स विक भयो स्पोर्ट्स विकमा के भयो चेस भयो भलिबल भयो टिटी भयो होइन फुटबल भयो त्यसमा सबभन्दा उत्कृष्ट खेल तिमीलाई चाहिँ के लाग्यो भन त उत्कृष्ट खेल त म सधैँ फुटबललाई नै राख्छु फुटबल अल्न सर यस र मैले फुटबल म्यानेज गर्न नि हेल्प गरेँ हजुर म धेरै धेरै गर्व गर्छु हजुर र त्यही अब फुटबलको नेक्स्ट म्याच चाहिँ हाम्रो पर्सि हुन
गइराखेको फुटसलमा हुन्छ यसपालि होइन फुटसलमा हुन्छ यस हजुर। क्वार्टर फाइनल्स हजुर क्वार्टर फाइनल्सदेखि फुटसलमा हामीले सबैलाई गराउनेछौँ होइन यस त्यसको लागि चाहिँ मैले के भन्न चाहे भने हैन सबै दर्शक महानुभावहरुलाई हजुर। समय निकालेर आइदिनु के हेर्न हेर्नको लागि प्लिज प्लिज छँदै छैन हाम्रो अडियन्सै छैन त्यो खेलेर मात्रै के रिक्वेस्ट टु यु या Yes. वेट त्यही हो वेट कुरा, है अनि आरबलाई कुन गेम एकदम उत्कृष्ट रमाइलो लाग्यो PUBG। पब्जी जुन चाहिँ आज हुँदै भएन जुन चाहिँ अब हुन्छ कि हुँदैन थाहा नै छैन थाहा नै छैन हुन्छ कि हुँदैन आज हुने कुरा थियो तर प्लेयर बोलाउने अनि गेम चाहिँ नगराउने Oh, राम्रो no, अर्गनाइजर बट आम नट द अर्गनाइजर अफ पब्जी मैले चाहिँ मेरो काम चाहिँ जस्ट टाइसिट बनाउने अपलोड गर्ने यति नै थियो सो मलाई जे होइन मलाई जे आदेश आउँछ मैले त्यही अनुसार फलो गर्ने हो अरू टक्क ब्याडमिन्टन खेल्दै हुनुहुन्छ होइन जे होस् रमाइलो छ यहाँ अनि यतापट्टि दिस इज आवर कलेज है गाइज एन्ड यतापट्टि फुटबल हुँदैछ है फुटबल भन्ने फुटसल चाहिँ अब चाहिँ यहाँ चाहिँ हाम्रो अनि अब यहाँबाट जतिजना पनि क्वार्टर फाइनलसम्म पुग्छन् उनीहरूलाई हामीले क्वार्टर फाइनल खेलाउँछ होइन होइन त गाइज त्यही होइन कुरा यस कुरा त्यति नै हो अब जे भइरहेछ रमाइलो भइरहेछ सकेसम्म स्पोर्ट्स विक अब कति हप्ता चल्ने हो भन्ने कुरा हो एक हप्तामा सकिँदैन जस्तो लाग्यो मलाई त्यही हो। अर्कै एक हप्तामा चाहिँ सकिन्छ एक हप्तामा चाहिँ सकिन्छ एक हप्ता भइसकेको छ हजुर अर्को एक हप्तामा चाहिँ मजाले सकिन्छ यो चाहिँ उसको फोन हो होइन उसलाई चाहिँ मतलब छैन ऊ ब्याडमिन्टन खेलिरहेको ऊ ब्याडमिन्टन खेलिरहेको छ तर उसको फोन हामीले हाइजेक गरिदिइसक्यौँ होइन Yes. अनि उसको युट्युब च्यानल पनि छ तर Wow. कस्तो राम्रो देखेँ क्या मैले अब हेर न है है अँ ल अब चाहिँ म ब्याडमिन्टन खेल्न गइरहेको छु ल। है ल म तिमीलाई चाहिँ- ओके हामीले केही मिस गरेको छैन एकैछिन है जगनाजी आम गोइङ टु मेक वान ब्लग द्याट्स वाइ लिखिल भाइ यहाँ आइज आज हाम्रो भएको गेमहरूमा हजुरलाई सबसे उत्कृष्ट गेम चाहिँ के लाग्यो उत्कृष्ट हजुर उत्कृष्ट गेम फुटबलै हो उत्कृष्ट जहिले पनि अरू गेम भन्दा त हजुर हजुर कुन 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 क्लबको फ्यान कुन कन्ट्रीको फ्यान हुनुहुन्छ हजुर म रियल मैड्रिड म्यान्चेस्टर युनाइटेड अल नसर अल नसर युभेन्टस युएन्टस स्पोर्टिङ भनेपछि हजुर रोनाल्डोको फ्यान रोनाल्डोको फ्यान CR7 बेसिकली भन्नुपर्दा म रोनाल्डोको फ्यान रोनाल्डो जहाँ जान्छ म त्यही जान्छु हुन त फेरि रोनाल्डोले जुन जुन क्लबमा खेलेको हुन्छ सब क्लबमा म सपोर्ट गर्छु फेरि एकदम यो शब्द फेरि भनिदिनुहोस् रोनाल्डो जुन जुन क्लबमा जान्छ जुन जुन क्लबबाट खेल्छ सब क्लबले सपोर्ट गर्छु म ओके थ्याङ्क यू भेरी मच जे होस् आज हजुरलाई चाहिँ उत्कृष्ट खेल चाहिँ हाम्रो फुटबल नै लाग्यो उहाँ हाम्रो फुटबलको म्यानेजर पनि हुनुहुन्छ कोअर्डिनेटर हुनुहुन्छ हाम्रो स्पोर्ट्स विकमा जति पनि फुटबल फुटसल गेम हुन्छ सबै उहाँले नै अर्गनाइज गर्ने हो Yes. उहाँले नै टाइम स्ट्याम्पहरू रेडी बनाउने हो है त थ्याङ्क यू भनिदिनुहोस् क्यामेरामा Thank you, हेरेर धन्यवाद हजुर फर दिस लभली इन्टरभ्यू ओके मलाई यताबाट आदेश आएको छ भिडियो बनाउने हजुरलाई आजको खेलमध्ये यता आउनुहोस् हजुर अलि यता आउनुहोस् अलि यता आउनुहोस् त अलि यो राम्रो हजुरलाई आजको खेलमध्ये सबसे उत्कृष्ट खेल चाहिँ कुन लाग्यो आजको खेलमध्ये ओ नो सबैभन्दा उत्कृष्ट खेल चाहिँ मलाई ब्याडमिन्टन लाग्यो किनकि म यहाँ खेल्दैछु यस त्योभन्दा बाहेक अघि भाइहरूले जित्दा चाहिँ एकदम एक्साइटमेन्टका साथ फुटबल होइन या फुटबल त्यो चाहिँ एकदमै इट वाज टु गुड अब हामी चाहिँ होइन हाम्रो दुबईबाट आउनुभएको साथी ए स्पोर्ट्स विकको लागि भनेर होइन एनसी त्यही नै हो म अघि मैले भ्लग बनाएँ अहिले उहाँको भ्लगमा आउँदैछु होइन हजुर सिलाइरहेको छ एकदमै उहाँले पनि भ्लग च्यानल स्टार्ट गर्न लागिरहनु भएको छ उहाँको नाम रहेको छ प्रतीक ढिचाल अनि भ्लगहरू अलरेडी रेडी छ पुरै एडिट भइसक्यो पुरै जस्ट पोस्ट हुन मात्र बाँकी हो go check his channel, do like, share, subscribe and comment as well. थ्याङ्क यू सो मच Support both of us. Okay? Okay, bye.